पहिले जब बाटो बनाएको थिएन यो कोवलपुरमा बाघ लाग्थ्यो, पाटे बाघ। त्यो कोवलपुरको चोकबाट यसो निस्केपछि त्यो ओह्रालो छ नि, प्रायः जसो बाघ त्यहीँ भेटिन्थ्यो। यत्रो डाइभर्सिफाई छ हाम्रो यहाँ। बाघ पनि यहीँ पाइन्छ, पाटे बाघ, भालु पनि यहीँ छ, चितुवा पनि यहीँ छ, रतुवा पनि, हरेक किसिमको यहाँ छ। नेपालगञ्ज बजारबाट 16 किलोमिटरमा मजासँग घुमेर देख्न पाइन्छ। यो बाँके राष्ट्रिय निकुञ्ज हो। जीप सफारी, क्याम्पिङ, राप्ती नदीमा ऱ्याफ्टिङ, खड्गबार हात्तीसारबाट हात्ती सफारी, नेपालगञ्ज र कोहलपुर नजिकै रहेको काभर भ्यालीबाट चुरे हाइक, होमस्टेहरूमा लोकल स्वाद, प्रकृति र संस्कृति, एक्सप्लोर र एडभेन्चर। थरीथरीका चरा, थरीथरीका रुखबिरुवा, थरीथरीका जीवजन्तु, नदी, खोला र खोल्सीका माछाहरू, घाँसे मैदान र चुरे पहाडका थुम्काहरू, पहाडबाट परपरसम्म देखिने तराईका समथर फाँटहरू। दाङको शिवखोलादेखि सुरु भएको निकुञ्ज पूर्व पश्चिम महेन्द्र राजमार्ग र रत्न राजमार्ग हुँदै बर्दियासम्म फैलिएको छ। यदि तपाईँ चितवन र बुटोल कटेर पूर्व पश्चिम महेन्द्र राजमार्ग हुँदै कोहलपुरसम्म पुग्नु भएको छ भने यो निकुञ्जको जङ्गल हुँदै तपाईँ पक्कै हिँड्नु भएको छ। नेपालगञ्ज नजिकै रहेको बाँके राष्ट्रिय निकुञ्ज नेपालको कान्छो राष्ट्रिय निकुञ्ज पनि हो। प्रकृतिको अनुपम उपहारको रूपमा रहेको चौका अनि पाटे बाघ, हात्ती, चितुवा, भालु, हुडार, सालक, सिलु बिरालो, सुनगोरो, राजधनेश जस्ता लोप उन्मुख वन्यजन्तु, प्रकृतिका अनेकौं चिजहरूको अवलोकन यो राष्ट्रिय निकुञ्जमा तपाईँले गर्न सक्नुहुन्छ। पृथ्वीलाई उपहार बाँके नेसनल पार्क। पश्चिम नेपालको मुख्य सहर हो नेपालगञ्ज। कोहलपुर चौराहा सँगै रहेको बाँके राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर कार्यालय र महेन्द्र राजमार्ग सँगै रहेको ओबरीबाट टिकट र आवश्यक सूचना लिएर तपाईँ बाँके नेसनल पार्क एक्सप्लोर गर्न सक्नुहुन्छ। तपाईँलाई के गर्न मन छ? ऱ्याफ्टिङ, हात्ती सफारी, जीप सफारी, जङ्गल वाक, चुरे हाइक, मचान स्टे, क्याम्पिङ वा निकुञ्जको आसपासका होमस्टेमा गएर बस्न पो मन छ कि? वा त्यहाँको सोरठी नाच, थारू नाच, टप्पा नाचहरू हेर्दै स्थानीय अनुभव लिन पो मन छ कि? वनजङ्गल, चराहरू, वन्यजन्तु र राप्ती नदी आसपासका गाउँहरू हेर्दै कुसुम, भगाहा, झोलुङ्गे पुलदेखि अगैया सिक्टा ड्यामसम्म 30 किलोमिटरसम्म तपाईँ ऱ्याफ्टिङ गर्न सक्नुहुन्छ। बाघ लगायतका वन्यजन्तुहरूको चाहिँ अवलोकन गर्न सक्छौँ। त्यसै गरी अब एकदम महत्त्वपूर्ण चराहरू पाउँछ, जस्तै कि अब स्ट्रकहरू, अरू अन्य चराहरूको पनि अवलोकन गर्न सकिन्छ। चुरे हाइक बाँके राष्ट्रिय निकुञ्जमा लिन सकिने अर्को अनुभव हो। निकुञ्जको पश्चिम सेक्टर टिकट काउन्टरबाट टिकट र आवश्यक जानकारी लिएर तपाईँ आफूलाई मन परेको लोकेसनमा चुरे हाइकमा जान सक्नुहुन्छ। तराईको गर्मीमा शीतल दिने, घामै छेक्ने जङ्गल, मनै लोभ्याउने घाँसे मैदान, चुरे पहाडबाट तराई झरेका खोला र खोल्सीहरू। तपाईँ कहाँ जाने? गाडीमा जाने कि हिँडेरै जाने? जङ्गल सफारीमा जान गाभर भ्याली, खड्गबार र ओबरी हुँदै जान सक्नुहुन्छ।
कोहलपुरबाट गाडी भाडामा लिएर पनि तपाईँ जङ्गल सफारीमा जान सक्नुहुन्छ। साथमा नेचर गाइड लिएर जानुभयो भने त झनै राम्रो। बाँके नेसनल पार्क सुन्दर र शान्त प्राकृतिक अनुभव लिन सकिने निकुञ्ज हो। नेपालगञ्ज र कोहलपुर नजिकै रहेको होमस्टे हो गाभर भ्याली होमस्टे। यहाँका होमस्टेहरूमा 300 जनाभन्दा बढी मान्छे बस्ने सुविधा छ। अहिले गाभर भ्याली नेपालगञ्ज र कोहलपुरबाट आउने पाहुनाले भरिन्छ। हामीले बाँके राष्ट्रिय निकुञ्ज स्थापना भइसकेपछि जैव विविधताको संरक्षण र पर्यावरणको प्रवर्धन गर्ने बाँके राष्ट्रिय निकुञ्जको मुख्य उद्देश्यलाई मध्यनजर गर्दै गाभर भ्याली क्षेत्रमा हामीले होमस्टेको सुरुवात गरेका हौँ, जहाँ चाहिँ 37वटा घरमा अहिले चाहिँ सामुदायिक होमस्टे हामीले स्थापना गरेका छौँ। र यो सुदूरपश्चिम र कर्णाली प्रदेश दुईवटा प्रदेशको आँगनको रूपमा पनि हामी लिन्छौँ, जहाँ चाहिँ तराई क्षेत्रमा पनि एउटा उपत्यका जस्तो गाउँ र नजिकै चुरे पहाडसँग जोडिएको गाभर भ्याली जस्तै अर्को होमस्टे हो खड्गबार होमस्टे। कोहलपुरदेखि लगभग 7 किलोमिटरमा खड्गबार गाउँ छ। हात्तीसार हेर्न र हात्ती सफारीमा जान पनि यही गाउँ पुग्नुपर्छ। गाउँ पुग्ने बाटो सजिलो छ। कोहलपुरबाट रिक्सा भाडामा लिएर तपाईँ जान सक्नुहुन्छ। यहाँका अधिकांश बस्ती सल्यान र रुकुमबाट बसाइ आएको बस्ती हुन्। यहाँ पुगेपछि सल्यानतिरको लोकभाका र लोकनाच टप्पा सिँगारू नाच्दै गाउँदै खाँदै गाउँको जीवन र संस्कृतिको अनुभव लिन सक्नुहुनेछ। यही गाउँमा बसेर गाउँ छेउमै रहेको हात्तीसार पनि घुम्न सक्नुहुनेछ र हात्ती सफारीमा पनि जान सक्नुहुनेछ। बिदाको दिनहरूमा हाम्रो हात्ती सफारी पनि हुन्छ। प्रति घण्टाको एकजनाबाट 600 रुपियाँ रासो तिरेर उहाँहरू चाहिँ चढ्नुहुन्छ हात्तीमा। वन जङ्गलमा घुमाएर ल्याउँछौँ। कसैले नीलगाई पनि देखेको हुन्छ, कसैले चितुवा पनि देखेको हुन्छ, कसैले चित्तलहरू बथानै देखेको हुन्छ, अब कसैले भालु पनि देखिसकेछ। रारा राष्ट्रिय निकुञ्ज, सेफोक्सुङडो राष्ट्रिय निकुञ्ज, खप्तर राष्ट्रिय निकुञ्ज र बडीमालिका, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज र कर्णालीका विभिन्न जिल्लामा रहेका पर्यटकीय स्थल जान पनि कोहलपुर पुग्नै पर्छ। प्रकृति जोगाउन बफर जोनका गाउँलेहरूले धेरै गरेका छन्। निकुञ्ज वरिपरि बस्ने बफर जोनका अधिकांश मानिसहरूको पेसा कृषि हो। यहाँका मानिसहरू पर्यटन व्यवसायमा बिस्तारै अघि बढ्दैछन्। चुरे पहाड तराईको मुटु हो। चुरे, वन, वन्यजन्तु र जैविक विविधता संरक्षणमा बफर जोनका मानिसहरूले धेरै मेहनत गरेका छन्। निकुञ्ज र निकुञ्ज क्षेत्रका गाउँहरू घुमेर तपाईँले पनि वन्यजन्तु संरक्षण र जैविक विविधता संरक्षण अभियानमा टेवा पुर्याउन सक्नुहुन्छ। यदि तपाईँ नेपालगञ्ज र कोहलपुर पुग्नुभयो भने बाँके नेसनल पार्क घुम्न नछुटाउनुहोला है।